नमस्ते। यो विश्वको 8औं आश्चर्यको रूपमा रहेको ताजमहल हो। भारतको उत्तर प्रदेश राज्यको आगरा शहरमा अवस्थित यो ताजमहल प्रवेशको लागि भारतीयहरूलाई 50 रुपियाँ, सार्क मुलुकका नागरिकहरूलाई 750 आइसी र त्योभन्दा बाहिरको मानिसहरूलाई 1100 रुपियाँ आइसी लाग्ने रहेछ। हामी 750 रुपियाँ आइसी तिरेर यो ताजमहलको भित्रपट्टि प्रवेश गरेका छौँ। यो देखिएको गेट ताजमहलको पहिलो गेट हो। यो ताजमहल चाहिँ होइन, यो विशाल एरियामा फैलिएको छ। यो विश्व सम्पदा सूची युनेस्को द्वारा सूचीकृत भएको विश्व सम्पदा सूचीमा परेको स्थान हो। यहाँ दैनिक हजारौं होइन लाखौं स्वदेशी तथा विदेशी पर्यटकहरू यो ताजमहलको अवलोकन गर्नको लागि आउने गर्दछन्। यो ताजमहल निर्माणको इतिहासलाई हेर्दाखेरि मुगल सम्राटहरू, पहिलो मुगल सम्राट हुमायूँको छोरा बाबर, बाबरको छोरा अकबर, अकबरको छोरा जहाँगीर र जहाँगीरको छोरा शाहजहाँ भन्ने हुनुहुन्थ्यो र शाहजहाँको छोराको नाम चाहिँ औरङ्गजेब हो। यो शाहजहाँ भन्ने सम्राटको धेरैवटा रानी मध्ये उहाँलाई असाध्यै मन परेको एकजना मुमताज भन्ने रानी हुनुहुन्थ्यो। उहाँले चाहिँ आफ्नो 14औं सन्तान जन्माउने क्रममा उहाँको चाहिँ असामयिक निधन हुन पुग्यो। मुमताजको असामयिक निधन हुन पुगे पश्चात शाहजहाँले साह्रै चाहिँ नि उहाँको यो दुःखद मृत्युप्रति दुःख मनाउ गर्दै उहाँलाई धेरै नै यसबाट घात पर्न गयो र उहाँले आफ्नो मन परेको रानीको सम्झनामा एउटा भव्य चाहिँ नि यस्तो चाहिँ महल बनाउने निर्णय गर्नुभयो र उहाँले यो चाहिँ सन् 1622 सुरु गरेर 22 वर्ष लगाएर यो भव्य ताजमहल बनाउनु भएको इतिहासमा पढ्न पाइन्छ। अब यसको मुख्य विशेषता भनेको के हो भने चाहिँ यसमा यो सेतो रङको राजस्थानी मार्बलहरू प्रयोग गरिएको छ। यो राजस्थानको खानीबाट सिधै लिएर आएको भनेर भनिन्छ र यो विश्वको 8औं आश्चर्यको रूपमा पनि रहेको छ। यसलाई चारै दिशाबाट जताबाट हेरे पनि उस्तै खालको देखिन्छ। अनि यो ताजमहलको चारैपट्टि साइडमा चाहिँ नि यो मुसलमानहरूको मस्जिदहरू त प्रार्थना गर्ने ठाउँहरू पनि बनाएको छ। यो चाहिँ यमुना नदीको तीरमा रहेको छ र यो लाल किल्लाबाट त्यस्तै 4-5 किलोमिटरको दूरीमा रहेको छ। लाल किल्लाको एउटा साइडबाट हेर्दाखेरि यसलाई प्रष्ट रूपमा देख्न पनि सकिन्छ। यसलाई चाहिँ संसारकै प्रेमको प्रतीकको रूपमा चाहिँ नि मानिन्छ। यो असाध्यै उत्कट प्रेमको प्रतीकको रूपमा यसलाई मानिन्छ र यसमा एउटा इन्ट्रेस्टिङ कुरा के छ भने शाहजहाँले मुमताजको चाहिँ सम्झनामा यो निर्माण गर्नुभएको थियो। यो निर्माण गर्नमा 20,000 चाहिँ नि त्यतिखेरका मजदुरहरू प्रयोग गरिएका थिए र यो बनाइसकेपछि यो यति राम्रो भयो कि यस्तै खालको ताजमहल जस्तै अर्को कसैले बनाउन नसकुन् भनेर शाहजहाँले चाहिँ ती यो बनाउने मजदुरहरूको हात काटिदिनु भएको थियो भनेर पनि भनिन्छ। तर इतिहासमा स्वतन्त्र रूपमा यो प्रमाणित चाहिँ छैन, तर यो निकै प्रचलित छ यो हात काटिएको कथाहरू। त्यस पश्चात त्यहाँ शाहजहाँकै दरबारमा यो शक्ति सङ्घर्ष भयो। शक्ति सङ्घर्ष हुँदाखेरि उनकै छोरा औरङ्गजेबले शाहजहाँलाई चाहिँ सत्ताच्युत गरेर यही स्थानमा लिएर आएर पछि बन्दी बनाउनु भयो। बन्दी बनाउनु भइसके पश्चात उहाँको यही स्थानमा मृत्यु भयो र यहाँ चाहिँ मुमताजको पनि कब्रस्थान रहेको र पछि शाहजहाँको पनि कब्रस्थान यही स्थानमा बनाइएको पाउन सकिन्छ। यो देखिएको स्थानको तलपट्टि त्यस्ता गुप्त कोठाहरू पनि छन् भनेर भन्ने गरिएको छ। हामी त्यहाँसम्म पुग्न त सकेका छैनौँ। अहिले हामी लगभग त्यो गेटबाट 10 मिनट जति हिँडिसके पश्चात यो ताजमहलको छेउमा आइपुगेका छौँ। अब यो ताजमहल हेर्दाखेरि चाहिँ अति नै सुन्दर
र यो चम्किलो खालको मार्बल प्रयोग गरेको छ। यसको चारैतिर ठुल्ठुलो खम्बाहरू यो मार्बलकै प्रयोग गरेर बनाइएको पाइन्छ भने यसलाई यो फ्रन्ट लाइनमा हामी आउँदाको फ्रन्ट लाइनमा यो यस्तो देखिन्छ भने यो पूर्व पश्चिम उत्तर दक्षिण जताबाट हेर्दा पनि यो सेम यस्तै नै देखिन्छ। अनि यसमा चाहिँ यो अरबी कला, फारसी कला, उर्दू कलाका थिइन् त्यो बेलाका अहिलेका इन्जिनियरहरू जस्तो चाहिँ एकदमै जान्ने मजदुरहरूले यो निर्माण गरेको भन्ने बुझिन्छ। यो चाहिँ यतापट्टि साइडको मस्जिद हो र अब यो चाहिँ यमुना नदीको किनारमा रहेको छ। गङ्गा यमुना भन्ने कुरा चाहिँ हाम्रो हिन्दू धर्ममा पनि खुबै प्रचलित छन्, गीतहरू पनि छन् यसको बारेमा बनाएको। गङ्गा चाहिँ बनारसको तीरमा छ भने यो चाहिँ ताजमहलको यतापट्टि छेउमा अहिले एकछिनमा देखिन्छ भने यो यमुना नदी। यही यमुना नदीको तीरमा यो चाहिँ नि आग्रा फोर्ट, लाल किल्ला पनि यसैको तीरमा रहेको छ। यो यति सुन्दर छ, यो जताबाट हेर्दा पनि उस्तै देखिन्छ। यसको मैदान, यसको एरिया पनि निकै ठुलो देखिन्छ। यो अहिले देखिएको चाहिँ पछाडिपट्टिको चाहिँ भाग हो, यो अलिकति गाउँ एरिया छ भने यो चाहिँ यमुना नदी चाहिँ यही हो। यो अलि हिउँदको बेला भएको हुनाले यो अलि नदी कमै छ, बर्खाको बेलामा त यो विशाल आउँछ अरे। यहाँ यो पर देखिएको जुन त्यो थुम्को छ यो चाहिँ त्यो अघि पहिला हामी गएको लाल किल्लाको थुम्को यही हो। अलिक कुहिरो लागेर त्यति प्रष्ट रूपमा चाहिँ अहिले खुलेको देखिँदैन। अनि अब यसमा चाहिँ यसको अर्को एउटा विशेषता चाहिँ के रहेछ भने धेरै रेभिन्यू कलेक्सन गरेर चाहिँ अर्थतन्त्रको एउटा मेरुदण्ड नै रहेछ। यो पहिला पनि यसले त्यति नै राम्रो योगदान गर्थ्यो भने अहिले चाहिँ यसमा आउने पर्यटकहरूबाट उठाइने रकमबाट पनि यसमा चाहिँ एकदम धेरै यो सरकारलाई नै यसले सपोर्ट गरिरहेको रहेछ। यस्तो चाहिँ नि ऐतिहासिक यो प्रेमको प्रतीक भएको र चाहिँ नि यस्तो ठाउँमा हामी आउन सफल भयौँ। हस्त धन्यवाद।